भक्तपुर क्षेत्र नम्बर 1 बाट राजसभा उम्मेद्वार रुकेश रञ्जितले यसपटकको निर्वाचनमा निमकीपाको किल्ला तोड्ने दाबी गर्नुभएको छ। शुक्रबार भक्तपुरमा घर दैलोका क्रममा रञ्जितले लामो समयदेखि एउटै दलले विजय हासिल गर्दा सोचे जस्तो विकास हुन नसकेको भन्दै केन्द्रले देख्ने गरी क्षेत्रलाई अघि बढाउन यसपटक राजसभाले जित हासिल गर्ने समेत बताउनुभयो। एक्लो सिटले मात्रै सबै विकास सम्भव नदेखिएकाले जनताले पनि आफूहरूलाई विजय गराउन चाहेको उहाँले बताउनुभयो। उहाँले अघिल्लो निर्वाचनमा भन्दा यसपटक जनताको उत्साह बढेको बताउनुभयो। भक्तपुर क्षेत्र नम्बर 1 मा 2048 सालदेखि लगातार नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार विजय हुँदै आएका छन्। भक्तपुर क्षेत्र नम्बर 1 लाई अहिलेसम्म विगतमा रहेका यहाँबाट जितेका सांसद र पार्टीहरूले चाहिँ भक्तपुर 1 लाई केन्द्रबाट देखिने भक्तपुर बनाउन सक्नु भएको छैन। भक्तपुरमा विभिन्न विकास निर्माणका कार्यहरू सन्तोषजनक रूपमा भइरहँदाखेरि पनि केही कार्यहरू उहाँहरूको एक्लो सिटले चाहिँ सम्भव भइरहेको छैन। त्यो सम्भव नभएका कुराहरूलाई अझै भक्तपुरलाई झन् राम्रो बनाउनको लागि चाहिँ हामीले आफूलाई चाहिँ जिताउनुपर्छ भनेर लागिरहेका छौँ र भक्तपुर बनाउनलाई केन्द्रले देख्ने भक्तपुर बनाउनलाई र उपत्यकाबाटै पिछडिएको जस्तो देखिने क्षेत्रलाई चाहिँ अझै विकसित र नमुना सहरको रूपमा विकसित गर्नको लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एजेन्डा बोकेको छ र यसकारण हामीलाई जिताउन आवश्यक छ। यसपालि क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीको धेरै नै यो मतदाताहरू घन्टी चिन्हमा छाप लगाउन आतुर हुनुहुन्छ। मतदाताहरू सम्पूर्ण रूपमा घन्टीलाई जिताउनुपर्छ भनेर लाग्नुभएको छ। त्यसकारण भक्तपुरमा क्षेत्र नम्बर 1 मा यसपटक यो प्रतिस्पर्धा भन्दा पनि जनताको आत्म उत्साहको जाँच भइरहेको छ। देश बनाउने हो कि वा यो क्षेत्रलाई अगाडि बढाउने भन्ने विषयमा उहाँहरू आफैभित्र पनि यो उहाँहरूको आफ्नो प्रतिस्पर्धा भइरहेको भएर घन्टीले यो क्षेत्रलाई विकास गर्छ भन्ने उहाँहरूको निष्कर्ष रहेको भएर चाहिँ हामी यसपालि अत्यधिक मतले विजय हुँदैछौँ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।